हेलो साथीहरू नमस्ते वेलकम टु माई मिनी भ्लग र आज चाहिँ हामी पहाड जाँदैछौँ धनकुटा राजा रानी र बस चाहिँ यति भिड थियो नि। अनि यो तपाईँले जुन फल देख्दै हुनुहुन्छ नि यो फलको नाम चाहिँ पानी सिङ्गडा अरे। ओ माई गड। अनि हामी भेनिटार पुगेपछि चाहिँ चटपटे कुरकुरे खाँदै खाँदै गयौँ। अनि साथीहरू हेर्नुहोस् मेरो गाउँ जाने भ्यूहरू चाहिँ यस्तो छ है। अनि मलाई चाहिँ हल्का बोर लागिरहेछ। अनि साथीहरू तपाईँले हेर्नु सक्नुहुन्छ हामी आउने बाटोमा चाहिँ यति धेरै पहिरो जान्छ नि। ओ माई गड पहिरो। अनि यो बाटो चाहिँ पानी पर्ने सिजनमा चाहिँ एकदम जाम हुन्छ के। हेर्नुहोस् न कति ठुलो पहिरोहरू छ। अनि पहिरो हेर्दा हेर्दै म चाहिँ ठ्याक्कै राजा रानी आइपुगेँ। साथीहरू यो चाहिँ म पढेको ठाउँ म हुर्केको ठाउँहरू है। अनि हामी चाहिँ नास्ता सास्ता खाएर घरतर्फ ओह्रालो जाँदैछौँ। यो चोकदेखि पनि मेरो घर पुग्न चाहिँ हिँडेर अझै पनि 30 मिनट्स लाग्छ क्या हामीलाई चाहिँ। अनि गाउँठाउँको बाटो चाहिँ यस्तै छ। यो फलाइचा छ नि यसमा चाहिँ हामी स्कुल जाँदा आउँदाखेरि जहिले बिसाएर कुराकानी गर्थ्यौँ के साथीहरू। र यो बाटो हिँडिराख्दा चाहिँ मलाई नि यति धेरै मेरो चाइल्डहुड याद आइरहेको थियो नि। केही बाटो हामी स्कुल जाने आउने गर्थ्यौँ क्या सधैँ। अनि साथीहरू यो बरको रुख देखिराख्नु भएको छ नि हो यो ठाउँमा हामी बर खाने गर्थ्यौँ। अनि साथीहरू यो चाहिँ हाम्रो गाउँदेखि पल्लो गाउँ बुदुक भन्ने गाउँ देखिरहेछ। अनि यहाँ हेर्नु न साथी कति पछि पाहाड आएको मेरो खुट्टा लडबडाइरहेछ कामिरहेछ क्या खुट्टा मेरो एकदमै। अनि मेरो भाइ चाहिँ भरिया भएर यहाँनिर मलाई जिस्काउँदै हिँडिरहेछ। अनि हेर्नु न साथीहरू गाउँमा कति राम्रो राम्रो फुलहरू छ नि। हाम्रो गाउँमा चाहिँ सुन्तला पनि हुन्छ क्या। अब सुन्तलाको सिजन आउनु आँटिरहेछ। अनि मेरो चाहिँ जहाँ जानु आँट्यो नि जुन ठाउँ जानु आँट्यो त्यस बेलै मेरो डन्डीफोर आउँछ कि अनुहारमा साथीहरू। मामा घर जाँदाखेरि पनि यत्रो अनुहारमा डन्डीफोर आइरहेको थियो। अब पाहाड आउँदाखेरि पनि टक्क निधारमा यत्रो डन्डीफोर आइरहेछ साथीहरू। अनि म जन्मेको हुर्केको घर आइपुगेँ। अनि साथीहरू हेर्नु न यो भाइको चाहिँ 4वटा टुप्पी छ है। मान्छेहरूले भन्छ नि जतिवटा टुप्पी उतिवटा स्वास्नी हुन्छ भनेर भन्ने भनाइ छ नि। यो भाइको त त्यसो भने 4वटा स्वास्नी हुन्छ होला है। साथीहरू हेर्नु न हाम्रो घरको आँगन चाहिँ अस्तिको पानीले एकदम लच्काएछ। अनि हामी आएपछि यहाँनिर हाम्रो ठुलो बाबाहरू पनि आउनु भएको थियो। हेर्नु न साथीहरू हाम्रो गाउँमा कति राम्रो इस्कुस अनि यो चाइनिज सागहरू भइरहेछ। अनि फुपू र तुम्मा चाहिँ झाडु खालिरहनु भएको थियो हामी जाँदाखेरि। यो सर्प हेर्नु न साथीहरू बाटोमा तेर्सिरहेको थियो। म त यस्तो तर्स्या होइन रातो न रातो। अनि यो चाहिँ मेरो दिदीको धर्मशाला हो। उहाँ चाहिँ अस्ति 2-3 वर्ष अगाडि खस्नु भएको हो। मेरो ठुलो बाबाको छोरी हो। मेरो आफ्नै नै भनौँ न आफ्नै ठुलो बाबाको छोरी अब आफ्नै दिदी नै त हो। अनि साथीहरू मेरो दाइहरूले चाहिँ दाउरा चिरिरहनु भएको छ। त्यसपछि चाहिँ मैले च्याउको तरकारी बनाएँ अनि खाना बनाएँ दाल बनाएँ। अब म त ग्यासमा पकाउने बानी भएको मान्छे चुलामा पकाउँदा त मेरो गाला यति रातो भइरहेको थियो। अनि हाम्रो मेन उद्देश्य चाहिँ गाउँ आउनुको घरको पूजाहरू गर्नुपर्ने थियो। अनि त्यही पूजाहरूको हल्का क्लिप्स राखेको छु साथीहरू। अनि पूजा चाहिँ के हो भन्दा नि लिम्बू भाषामा चाहिँ लाम्बोबा भन्छ। अब मलाई त्यसको ठ्याक्कै अर्थ चाहिँ थाहा भएन। तर लाम्बोबा भनेको चाहिँ अब नराम्रो मन्स्याउने भन्नुहुन्छ। अनि त्यसपछि अर्को पूजा चाहिँ गाली सराप भन्ने थियो। अनि अब पुस्ता पुर्खाहरूले पाउनु भएको गाली सराप अब हामीले पाएको गाली सरापहरू चाहिँ हामीले बगाएको हो त्यो भनेको चाहिँ। अनि अर्को रहेथ्यो दिदी खसेपछि चाहिँ हामीले मजाले घरहरू चोखा थिएन अरे। अनि त्यही भएर सबै तिनै घरको सिलाङ चोखाएको हो। सिलाङ भनेको चाहिँ मूल खाँबा हो। अब राईहरूको जसरी चुलालाई पूजा गर्छ नि हामी लिम्बूहरूको चाहिँ मूल खाँबालाई पूजा गर्ने गर्छौँ हामीले। अनि त्यसपछि चाहिँ साथीहरू मान्छे मरिसकेपछि चाहिँ
चोख्याएपछि चाहिँ 4 किल्ला बाँध्छौँ हामीले। त्यो 4 किल्ला बाँधेको भनेको चाहिँ नराम्रोको बाटो छेक्या हो। अनि त्यो बाँधिसकेपछि चाहिँ नराम्रो कुराहरू हाम्रो घरभित्र आउन सक्दैन, प्रवेश गर्न सक्दैन र हामीले चाहिँ तिनै घरमा घुमी घुमी त्यो सिलाङ चोखाउँदै घर चोखाउँदै हामीले चाहिँ यो 4 किल्ला बाँध्दैछौँ। अनि यहाँनिर चाहिँ सबैजना भेला भएर बसिरहनु भएको छ तरकारी जाँडहरू खाँदै। अनि साथीहरू हेर्नुहोस् न, यहाँनिर म सानोको फोटो अनि मेरो मम्मी त्यो जामा लाउने सेतो जामा लाउने चाहिँ म हो। अनि अर्को चाहिँ मेरो मम्मीको फोटो हो अनि एउटा चाहिँ बाबाको पनि रहेछ। अनि यसो पूजामा काम सघाउनु हुनेहरूलाई अनि घरकै मान्छेहरूलाई पनि म चाहिँ जाँड छानिदिँदैछु है। अनि साथीहरू पूजा सकिसकेपछि चाहिँ हामीले धामीलाई बिदाई गर्दैछौँ। अनि उहाँ चाहिँ मेरो फुपू हो है साथीहरू। अनि हामी चाहिँ राति ढिलो सुतेको कारण, पूजाले गर्दा ढिलो सुतेको कारण बिहान चाहिँ 9 बजी मात्र मेरो आँखा खुल्यो के। अनि त्यसपछि आँखा खुलेपछि चाहिँ म मासु बनाइरहेको छु अनि मम्मीहरू चाहिँ यहाँनिर मुन्टा र तिते बनाइरहनु भएको छ। अनि हामी सबै फ्यामिलीहरू भेटघाट भएर मिलेर खानासाना खाएर बसिरहेछौँ। अनि साथीहरू यो भेटघाट चाहिँ एकदमै रमाइलो भयो र हाम्रो ठुलो बाबा ठुला मम्मीहरू पनि एकदमै खुसी हुनुभयो हामी आएर। अनि यो चाहिँ हाम्रो गाउँको बेलौती। थ्याङ्क यू फर वाचिङ माई ब्लग। बाई बाई।